Making Rakhi to हेलो my dear sister एभ्रिवान, and नमस्ते brother. सबैजनालाई। आज चाहिँ म के बनाउँदैछु होला हजुरहरू गेस गर्नु त। हजुरहरूले गेस गर्न सक्नु भएन भने म चाहिँ भन्छु। आज चाहिँ मैले राखी बनाएको छु। हाम्रो चाहिँ अब राखी स्टार्ट हुन लागेको छ नि त। पर्सि राखी छ अनि स्कुलमा चाहिँ भोलि नै मनाउँछ हामी। त्यही भएर मैले चाहिँ राखी बनाउँदैछु। हजुरहरूलाई कस्तो लागिरहेछ यो राखी कमेन्ट गरिदिनु होला। र मैले चाहिँ योचोटि एकदम युनिक डिजाइनको राखी बनाएको छु। मैले चाहिँ बिचमा ब्रदरलाई लाउनेलाई ब्रदर र सिस्टरलाई लगाइदिनेलाई सिस्टर लेखेर राखी प्रिपेयर गरेको छु। मैले चाहिँ कतिवटा 41वटा राखी प्रिपेयर गरेको छु। मेरो क्लासमा चाहिँ आधी जति हुनुहुन्छ अनि आधी चाहिँ अरू क्लासको भाइ बहिनीले पनि भन्नुभएको छ लगाइदिनु ल मिस भनेर। अनि मैले चाहिँ त्यो भाइ बहिनीहरूलाई पनि राखी प्रिपेयर गरेर राखेको छु। अनि हजुरहरूकोले चाहिँ दिदी बहिनीलाई दिनलाई के प्रिपेयर गर्नुभयो होला कमेन्ट गरिदिनु होला। अनि मैले चाहिँ राखी बनाएँ। यो चाहिँ अर्को डिजाइनको हो, अर्को कलरको। डिजाइन त एउटै हो सबैको, कलर चाहिँ फरक छ मेरो राखीको चाहिँ। अनि हेर्नु न ग्लु सकेर मैले चाहिँ थिचे ग्लु लगाइरहेको छु, माइन्ड नगरिदिनु होला। अनि ग्लु लगाइरहेको छु। अनि ग्लु लगाइरहेको बेलामा एकछिनपछि नानी आउँछ। नानीले चाहिँ मिस म पनि हेल्प गर्छु नि भन्दै थिइन्। अनि मैले चाहिँ नानी एकैछिन ल मेरो हात दुखेपछि तिमी गर न त, मेरो अहिले हात दुखेको छैन म छिटो गर्छु। अनि मैले गरिसकेपछि तिमीले गर्नु भने। अनि म चाहिँ क्लासमै बसी बनाइरहेको थिएँ। क्लासमा सिडब्ल्यू दिएँ बाबु नानीहरूलाई चाहिँ सिडब्ल्यू गर्नु चाहिँ भनेर। अनि मैले चाहिँ बाबु नानीहरूलाई सिडब्ल्यू दिएर अनि बाबु नानीहरू सिडब्ल्यू गर्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ त्यही मौकामा यो राखी प्रिपेयर गरेँ। अनि राखीको कलर कम्बिनेसन चाहिँ कस्तो छ हजुरहरू कमेन्ट गरिदिनु होला। र हजुरहरू कतिजना टिचरहरू हुनुहुन्छ होला, हजुरहरूले नि बनाउनु भयो त। मेरो फलोवर्स चाहिँ कतिजना टिचरहरू पनि हुनुहुन्छ। अनि उहाँहरूले नि बनाउनु भयो कि भएन कमेन्ट गरिदिनु होला। अनि हजुरहरूको स्कुलमा कस्तो तयारी भइरहेको छ राखीको। हाम्रो चाहिँ यस्तै हो, हामी चाहिँ राखी प्रिपेयर गर्छौँ। अनि चक्लेटहरू चोकोपनहरू ल्याएर अनि क्लासमै बसेर सेलिब्रेट गर्छौँ। हामी चाहिँ राखी स्पेसल तरिकाले मनाउँछौँ। अब यस्तो नाचगान त हुँदैन, तैपनि हामीले चाहिँ डिफ्रेन्ट भाइब्सले गरेर इन्जोय गरेर अनि के अरे हामीले राखी सेलिब्रेट गर्छौँ। हजुरहरू चाहिँ के कस्तो तरिकाले गर्नुहुन्छ मेन्सन गरिदिनु होला। अनि हेर्नु न कति धेरै रिबन थियो, ग्रिन रेड अनि अरू कलरमा थियो। मैले चाहिँ ग्रिन र रेड मात्रै लगाएको थिएँ। अनि चार्ट कलर पेपर चाहिँ मैले येल्लो, पिङ्क अनि फिक्का ग्रिन अनि फिक्का लाइट अर्को कुन कलर थियो होला मैले चाहिँ बिर्सेँ। ब्लू थियो। अनि मैले चाहिँ त्यो प्रिपेयर गरेँ। हेर्नु न यो चाहिँ रेनबो जस्तो भयो कि सबै कलर मिक्स गरेर बनाएको, तर हेर्दाखेरि त एट्र्याक्टिभै छ। मलाई नि लास्ट मन परेको थियो यो कलर। यो चाहिँ अर्को मिसले बनाइदिनु भएको हो। यो राखी चाहिँ अर्को मिसले बनाइदिनु भएको हो। अनि यो रिबन चाहिँ मैले टाँसेको हो। फेरि यो नभन्नु कि अर्काको क्रेडिट लिएँ भनेर होइन है, यो चाहिँ अर्को मिसले बनाइदिनु भएको हो। अनि मलाई चाहिँ म बिमारी थिएँ, त्यही भएर त्यो मिसले बनाइदिनु भयो। मिसले चाहिँ म बनाइदिन्छु हजुर टाँस्नु न त रिबन, म मैले कटिङ गरिदिएँ। अनि मिसले चाहिँ टाँसिदिनु भयो। मिसले टाँसिसकेपछि चाहिँ मैले चाहिँ ल्याएर एकछिन सुकाएँ। अनि एकछिन सुकाइसकेपछि चाहिँ मैले रिबन टाँस्नलाई सुरु गरेको थिएँ। अनि रिबन टाँस्नलाई चाहिँ मेरो एउटा क्लासको भाइले पनि हेल्प गरेको थियो। उसको नाम चाहिँ अर्जुन हो, अर्जुन महतो। ऊ चाहिँ मेरो धेरै हेल्प गर्छ क्लासमा पनि अरू कुरामा पनि। मेरो क्लासको क्याप्टेन हो ऊ चाहिँ। अनि अहिले यो टाँस्नको लागि चाहिँ एउटा नानीले गरिदिरहनु भएको छ। अहिले चाहिँ होइन, एकछिनपछि गर्नुहुन्छ। उसको नाम चाहिँ श्रुति ठाकुर हो। अनि उनले पनि मलाई ऊ चाहिँ वान रोडोडाइन्ड्रनको क्याप्टेन हो। अनि वान लोटसको चाहिँ क्याप्टेन हो श्रुति चाहिँ। अनि
मेरो क्लासको क्याप्टेन चाहिँ अर्जुन हो। हामी दुईजना मिलेर मलाई चाहिँ धेरै हेल्प गर्छन्। उनीहरू चाहिँ धेरै मेहनती छन्। अनि कहिलेकाहीँ मलाई अब गाह्रो भयो भने अर्को मिसलाई गाह्रो भयो भने उनीहरूले चाहिँ धेरै हेल्प गर्छन् हामीलाई। त्यही भएर मैले चाहिँ उनीहरूलाई हेल्पिङ ह्यान्ड भन्छु। मेरो चाहिँ उनीहरू धेरै मद्दत गर्छन्। त्यही भएर मैले चाहिँ उनीहरूको नाम हेल्पिङ ह्यान्ड, माई हेल्पिङ ह्यान्ड भनेर भन्छु। अनि हजुर मिस भन्छन् उनीहरूले चाहिँ। अनि एकदम हँसिलो मुहारका छन्। अनि कसैलाई केही पऱ्यो भने स्माइल गरिदिन्छु नि पनि भन्छ। त्यही भएर चाहिँ मैले राखी प्रिपेयर गरेँ नानी बाबुहरूसँग मिलेर। हजुरहरूलाई राखी कस्तो लाग्यो मेन्सन कमेन्ट गरिदिनु होला। बाई बाई, थ्याङ्क यू फर वाचिङ, सी यू इन नेक्स्ट भिडियो। मेरो भिडियो चाहिँ धेरैभन्दा धेरै लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र मलाई धेरै मेरो भिडियोलाई चाहिँ धेरै धेरै माया गरिदिनु होला। बाई बाई।